मंगलबारको मन्त्री परिषद बैठकमा एउटा भिन्न दृश्य देखियो। देशका महत्वपूर्ण नीतिगत निर्णयसँगै सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसी का उत्पादनले पनि प्रवेश पाए। कृषि, वन र पर्यावरण मन्त्री गीता चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित सबै मन्त्रीलाई डीडीसीका उत्पादनको प्याकेट वितरण गर्नुभयो। यस प्याकेटमा डीडीसीबाट उत्पादित दूध, केशर दूध, बटर, चीज, दही र पेडा लगायतका उत्पादनहरू थिए। स्वदेशी उत्पादनको प्रवर्धन, किसान हितलाई प्राथमिकता दिने र सरकारी संस्थानको बजार विस्तार गर्ने उद्देश्यले यो कदम चालिएको हो। बैठकमा डीडीसीका उत्पादनको देशव्यापी प्रवर्धन तथा व्यावसायिक सुदृढीकरणका विषयमा समेत छलफल भयो। मन्त्री चौधरीले नेपाली किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन र बजार सुनिश्चित गर्न सरकारी तहबाटै पहल गर्नुपर्नेमा जोड दिनुभयो। यो पहलले स्वदेशी वस्तुको उपभोग बढाउने र सरकारी संस्थानको बजार विस्तार गर्ने सांकेतिक सन्देश दिएको छ। मन्त्री परिषद बैठकमा डीडीसीका उत्पादन वितरण गर्ने यो कदमले स्वदेशी उत्पादन प्रवर्धनमा कतिको सहयोग